जनताको जरामा फैलिएको एमालेलाई कसैले हल्लाउन सक्दैन, अध्यक्ष ओलीको भनाई। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनताको जरामा फैलिएको पार्टी भएकोले एमालेलाई कसैले हल्लाउन नसक्ने बताउनु भएको छ। सो पार्टीको सिराहा जिल्ला 11औं अधिवेशनको उद्घाटन सत्रलाई आज सिराहा बजारमा सम्बोधन गर्दै उहाँले देश र जनताको हित बाहेक एमालेसँग अरू कुनै स्वार्थ नभएकोले देश जोगाउने पार्टी एमाले भएकोले आम कार्यकर्ता र शुभेच्छुकले एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह गर्नुभएको छ। हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौ भने, कसैले धुलो चटाउँछौ भने, कसैले के भने, तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हाम्रो प्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ। प्रधानमन्त्री ओलीले भन्नुभयो, मैले विगतमा प्रधानमन्त्री हुँदा सुनकोशी मरिन डाइभर्स, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्य सुधार कार्यक्रमहरू सुरु गरे। मधेसका समस्या मलाई बढी थाहा छ। तिनको समाधानका लागि केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने कुरामा सरकार प्रतिबद्ध रहेको कुरा आजै मैले मधेस प्रदेश सभाको सम्बोधनबाट स्पष्ट पारेको छु। प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्ने कसैले सपना पूरा नहुने स्पष्ट गर्दै यही चैत 15 गतेको अराजक गतिविधिबाट राजतन्त्र पक्षहरूको वास्तविकता देखिसकेकोले आगजानी र तोडफोड गर्ने मान्छेका हातमा शासन नजानेर दिन नहुने बताउनु भयो। तपाईहरू ढुक्क हुनुस्, राजतन्त्र कुनै हालतमा फर्किँदैन। एमाले र कांग्रेस जस्ता पुराना र ठूला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छन्। उहाँले भन्नुभयो, यो सरकार चुनावसम्म टसमस हुँदैन। अबको 15 महिनापछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छु। सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि ढल्छ भन्दै भन्दै थाके। यो मजबुत सरकार हो। अधिवेशनबाट सर्वसहमत र परिपक्व नेतृत्व चयन गर्न आग्रह गर्दै अध्यक्षले विरोधीलाई देखाउनका लागि प्यानल बनाएर गुटबन्दी गर्नु आवश्यक नभएको बताउनुभयो। कार्यक्रममा जनता समाजवादी पार्टीबाट निर्वाचित धनगढी माई नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष विजय कुमार सिंह, वडा सदस्य तथा अन्य पार्टीबाट समेत गरी करिब 500 जना अध्यक्ष ओलीले प्रवेश गराउनु भएको थियो। उद्घाटन सत्रमा एमाले सचिव रघुवीर महासेठ, मध्य प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, मध्य प्रदेश सभा एमाले संघीय दलका नेता राजकुमार यादवले शुभकामना मन्तव्य राख्नु भएको थियो। अधिवेशन उद्घाटन अघि प्रधानमन्त्री ओली सिराहा बजारमा रहेको शहीद हेमनारायण यादवको शालिगमा माला अर्पण गर्नुभएको थियो। यसैगरी प्रधानमन्त्री ओलीले सूर्यनारायण सत्यनारायण मोरबोता बहुमुखी क्याम्पस नवनिर्मित सभा मञ्चको पनि उद्घाटन गर्नुभएको थियो।